लग्यो भाइलाई लिएर गयो बिपिन भाइ तपाईँ आज जाँदै हुनुहुन्छ नेपाल राम्रोसँग जानु होला केही दुःख नहोस् केही दुःख नपरोस् भाइ तपाईँलाई भाइ आज हाम्रो भाइ हामी माझबाट बिदा भएर जाँदै हुनुहुन्छ बिपिन ब्रदर त्यहाँले देख्न सक्नुहुन्छ बिपिन जोशीले भाइ हाम्रो बिचमा देखा मास्नु भए पनि उहाँका साथै यादगार हामी सधैँ रहिरहेको छौँ एउटा फुल मलाई दिँदो दिदी सायद फुल चढाउनु दिदी अलिकति आउँछ उहाँले देहे त्याग गरे पनि उहाँ सबै नेपालीहरूको लागि इजरायलको लागि एउटा हिरो हुनुभएको छ उहाँको चिर आत्मा शान्तिको लागि प्रार्थना गर्दै चोककुलो परिवारको हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र जति पनि हाम्रो यस फ्युनरलमा आउनुभएको छ सम्पूर्ण इजरायलका गभर्मेन्ट जर्नलिस्ट सबैजनालाई हामी सम्पूर्ण नेपालीहरूको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु आउने दिनमा कुनै नेपालीले यसरी विदेशमा बसेर यसरी मर्न नपरोस् भगवानसँग यही प्रार्थना गर्न छ I'm sorry, Bipin Joshi. I'm very sorry. सबै नेपालको फ्ल्याग र इजरायलको फ्ल्यागले बिपिन जोशी भाइले यसरी अनर गर्नुभएको छ सबै हामीलाई यति धेरै सपोर्ट गर्नुभएको यति धेरैजना आउनुभएको छ बिपिन जोशी भाइको अनरको आज यो लास्ट जुन यहाँबाट जाँदै हुनुहुन्छ काठमाडौँमा र पशुपति आर्यघाटमा उहाँको दाह संस्कार हुनेछ थ्याङ्क यू सबैजनालाई यसरी चाहिँ हाम्रो नेपाली छोरा एउटा गोर्खाको यस नपरोस् कसैलाई नपरोस् नो एनी वान Let's pray for Israel, for peace. Shanti. Pray for Israel, peace. Everyone.